नमस्कार दर्शक मित्रहरू। आज हामी नेपालको 7 प्रदेशमध्ये एक महत्त्वपूर्ण प्रदेश मधेस प्रोभिन्सको विस्तृत परिचय जान्नेछौँ। मधेस प्रदेश नेपालको दक्षिण पूर्वी तराई क्षेत्रमा अवस्थित छ। यस प्रदेशको नाम 2078 साल माघ 3 गते आधिकारिक रूपमा मधेस प्रदेश राखिएको हो। प्रदेशको राजधानी जनकपुर हो, जुन हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक स्थल मानिन्छ। जनकपुरलाई माता सीताको जन्मभूमिका रूपमा पनि चिनिन्छ। भौगोलिक अवस्था: मधेस प्रदेशको क्षेत्रफल करिब 9661 वर्ग किलोमिटर रहेको छ। यसको दक्षिणमा भारतको बिहार राज्य, उत्तरमा बागमती प्रदेश र कोशी प्रदेश रहेका छन्। यहाँको भूभाग मुख्य रूपमा समथर तराई क्षेत्रले बनेको छ, जसले कृषि उत्पादनका लागि अत्यन्त उपयुक्त वातावरण प्रदान गर्दछ। जिल्लाहरू: मधेस प्रदेशमा कुल 8 जिल्ला रहेका छन्। सप्तरी डिस्ट्रिक्ट सिराहा डिस्ट्रिक्ट, धनुषा डिस्ट्रिक्ट महोत्तरी डिस्ट्रिक्ट, सर्लाही डिस्ट्रिक्ट रौतहट डिस्ट्रिक्ट, बरा डिस्ट्रिक्ट पर्सा डिस्ट्रिक्ट। स्थानीय तह: मधेस प्रदेशमा कुल 136 स्थानीय तह रहेका छन्। 1 महानगरपालिका, 3 उपमहानगरपालिका, 73 नगरपालिका, 59 गाउँपालिका। प्रमुख नगरहरू: यस प्रदेशका प्रमुख शहरहरू: बिरगुन्ज, जनकपुर, राजबिराज, कलैया, मलाङ्वा। गौर जनसङ्ख्या र भाषा: मधेस प्रदेश नेपालको सबैभन्दा धेरै जनघनत्व भएको प्रदेश हो। यहाँ मुख्य रूपमा मैथिली, भोजपुरी, बज्जिका, नेपाली, थारू, हिन्दी तथा उर्दू भाषा बोलिन्छन्। धर्म र संस्कृति: मधेस प्रदेश धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त समृद्ध छ। यहाँ हिन्दू, मुस्लिम, बौद्ध तथा अन्य धर्मावलम्बीहरू बसोबास गर्छन्। छठ पर्व, होली, दीपावली, रामनवमी, विवाह पञ्चमी तथा ईद यहाँका प्रमुख चाडपर्व हुन्। आर्थिक अवस्था: कृषि मधेस प्रदेशको मुख्य पेशा हो। यहाँ धान, गहुँ, मकै, उखु, तोरी र तरकारी उत्पादन गरिन्छ। साथै बिरगुन्ज नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक केन्द्र मानिन्छ। नेपालको ठूलो भागको आयात निर्यात यही क्षेत्रबाट हुने गर्दछ। पर्यटकीय तथा धार्मिक स्थलहरू: जनकी मन्दिर, राम मन्दिर, गदिमाई टेम्पल, पर्सा नेशनल पार्क, धनुष सागर र गङ्गा सागर ताल। विशेषता: मधेस प्रदेशलाई नेपालको अन्न भण्डार पनि भनिन्छ। यहाँको उर्वर भूमि, मेहनती किसान, सांस्कृतिक विविधता, धार्मिक महत्त्व र व्यापारिक गतिविधिले नेपालको अर्थतन्त्र र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। अन्त्यमा, मधेस प्रदेश केवल एउटा प्रदेश मात्र होइन, यो नेपालको संस्कृति, कृषि, व्यापार र धार्मिक सम्पदाको महत्त्वपूर्ण केन्द्र हो। जय मधेस,